यस लमजुङ जिल्ला बेसी सहर नगरपालिकाको नगर अधिवेशन कार्यक्रमको सभापतित्व गरेर बस्नुभएका हाम्रा सभापतिज्यू, गण्डकी प्रदेशका सभापति, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतमज्यू, प्रवास सम्पर्क विभागका सचिव पदम पन्थीज्यू, त्यसैगरी यसै लमजुङ जिल्लाका पूर्व उम्मेदवार र संगठन विभागका हाम्रा नेता, संगठन विभागका सदस्य धर्मकेशीज्यू, गण्डकी प्रदेशबाट पाल्नुभएका हाम्रा राममाया बस्ताकोटी लगायत हाम्रो अगाडि मञ्चमा बस्नुभएका हाम्रा सम्पूर्ण प्रदेशका पदाधिकारी साथीहरू, यसै नगरपालिकाका विभिन्न पदमा रहेर बस्नुभएका पदाधिकारी साथीहरू, वडा कमिटीमा रहेर बस्नुभएका सम्पूर्ण वडा कमिटी सदस्यहरू, नगर कमिटी सदस्यहरू र यो हलमा आज उपस्थित हुनुभएका तमाम लमजुङ आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनीहरूमा स्वीकार्नुहोस् हार्दिक नमस्कार। जय घन्टी। लमजुङ जिल्ला भन्ने बित्तिकै अन्नपूर्णको काखमा रहेको म यो प्राकृतिक सुन्दरताले भरिएको नगरीलाई सम्झिन्छु। लमजुङ जिल्ला भन्ने बित्तिकै पञ्चे बाजालाई सम्झिन्छु। लमजुङ जिल्ला भन्ने बित्तिकै म यसै गाउँठाउँमा नाचिने रोदी, घाटु लगायतका नृत्यहरूलाई पनि सम्झिन्छु। लमजुङ जिल्ला भन्ने बित्तिकै शाहवंशीयहरूको शासन गर्ने उद्गम थलोको रूपमा पनि म लमजुङ जिल्लालाई सम्झिन्छु। लमजुङ जिल्ला आफैमा एउटा विविध परिचय बोकेको जिल्ला हो। यो जिल्लामा आज भौतिक रूपमा उपस्थित भइरहँदा, यहाँहरूसँग प्रत्यक्ष रूपमा साक्षात्कार गरिरहँदा म गर्वले बाब्योल भएको छु। यहाँहरूसँग भेट्न पाउँदा, यहाँहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीका आफ्ना केही धारणाहरू अभिव्यक्त गर्न पाउँदा, किनकि यो जिल्ला आफैमा एउटा इतिहासमा शक्तिशाली जिल्लाको रूपमा परिचित थियो। विगतको कुरा, इतिहासका कुरा यहाँहरू हामीहरूलाई थाहा नै छ। तर आज वर्तमानमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब घन्टी किल्ला बनाउनको लागि आजको यहाँको मेरो उपस्थिति यहाँहरूसँग भएको देख्दा म आफूलाई निकै गर्वले धाप मारिरहेको छु। यहाँहरूको उपस्थितिले मलाई साँच्चै नै उत्साह दिएको छ। आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनीहरू, यस सभामा उपस्थित भइरहँदाखेरि मैले लमजुङ जिल्लाको यति धेरै कुराहरू सम्झेँ, प्रशंसा गरेँ, लमजुङ जिल्लाको इतिहासको बारेमा भने। यो भन्दै गर्दाखेरि एउटा प्रश्न आउँछ, राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म किन भयो? आज राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङ जिल्लामा किन यसरी छाउन खोजिरहेको छ? लमजुङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक यसरी किन धेरै अगाडि, धेरै यहाँ समर्थकहरू देखिरहनु भएको छ, अगाडि उपस्थित भइरहनु भएको छ? यो प्रश्न आउँछ। हामीले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय राजनीतिमा आएको, कुनै राजनीतिबाट प्राप्त हुने अवसरहरू खोज्न आएको होइन। यो देशमा राष्ट्रिय स्वतन्त्र पार्टी सम्भावनाहरू खोतल्नको लागि आएको, यो भविष्य लेख्नको लागि आएको, युवा पुस्ताको भविष्य लेख्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको। नेपालको सम्भावनाहरूको कुरा गर्दाखेरि मैले भनिरहनु पर्दैन, इतिहासले बोल्छ। नेपाल सम्भावनाहरूले भरिएको देश हो, यो मैले भनिरहनु पर्दैन, इतिहासले बोल्छ। नेपालमा धेरै प्रशस्त मात्रामा हाम्रा प्राकृतिक सम्पदाहरू, हाम्रा समाजहरू आफैमा सम्पन्न थिए, इतिहासले बोल्छ। म मल्लकालीन समयलाई सम्झिन चाहन्छु, म लिच्छवीकालीन समयलाई सम्झिन चाहन्छु, म किराँतकालीन समयलाई सम्झिन चाहन्छु। जति बेलामा विभिन्न देशहरू पनि पत्ता लागेका थिएनन्, अहिले धेरै हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू विभिन्न देशमा बसाइ सरेर जाने गर्नुभएको छ। ती देशहरू पत्ता पनि नलागिसकेको अवस्थामा हाम्रो देशमा हाम्रा तत्कालीन समयका हाम्रा पुर्खाहरूले तामाका पैसा, चाँदीका पैसाहरू चलाउनुहुन्थ्यो। गुणाङ्क, मानाङ्क, गुणकामनादेव, मानदेव लगायतले चाँदीका पैसा, तामाका पैसाहरू उहाँहरूले चलाउने थालनी गर्नुभएको थियो। इतिहास साक्षी छ, त्यति बेलाको प्रशासनिक सङ्गठन, त्यति बेलाको संरचना जनताको हितमा थियो। जति बेलामा
कम्युनिस्ट म्यानिफेस्टो भन्ने पनि लेखिएको थिएन। जति बेलामा कार्ल मार्क्सले घोषणापत्र लेखिसक्नु भएको थिएन, कम्युनिस्ट घोषणापत्र लेखिसक्नु भएको थिएन, नेपालमा नेपाली हाम्रा पुर्खाहरू यो देशमा लोक कल्याणकारी राज्यको अभ्यास गरिरहनु भएको थियो। राज्यबाट संरक्षित हुनुहुन्थ्यो। हाम्रा कुवाहरू, हाम्रा पँधेराहरू, हाम्रा बाटाहरू जनताको हितको लागि प्रयोग गरिन्थ्यो। लोक कल्याणकारी राज्यको अवधारणा त्यतिखेरदेखि हामी अभ्यास गर्दैथ्यौँ। इतिहास त्यति समृद्ध थियो। के कारणले हामी कमजोर बन्यौँ त्यो हामीले बुझ्नु पर्दछ। इतिहास समृद्ध थियो, नेपालीहरू समृद्ध थिए, तर के कारणले कमजोर भयो हामीले बुझ्नु पर्दछ। तत्कालीन समयको नेपाल दक्षिण एसियाको समृद्ध भूगोल थियो। भारत र चीनको अहिलेको हिस्सा तिब्बत, यसलाई जोड्ने सेतु थियो नेपाल। व्यापारिक केन्द्र थियो नेपाल। यहाँ व्यापार गर्नकै लागि धेरै मानिसहरू बसाइसराई पनि गरेर आउने गर्दथे। त्यतिखेर समृद्ध भएको नेपाल के कारणले कमजोर बन्यो? हामीले आफैले आफैसँग प्रश्न गर्नुपर्ने हुन्छ। त्यति बेला समृद्ध भएको नेपाल आज कुन अवस्थामा आइपुगेको छ त्यो तपाईँ हामी सबैले देखिरहेका छौँ। यो अवस्थासम्म आइपुग्दाखेरि हामीले पक्कै पनि महसुस गरेका छौँ एउटै मात्रै कुराको अभाव छ। निरन्तर अगाडि बढ्ने नीति, असल नेतृत्व र चेतनशील जनता। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी परिपक्व राजनीतिक पार्टीको रूपमा उदय भएको छ। स्पष्ट नीति र विचार लिएर जनताको माझमा आएको छ र चेतनशील जनतासँग आज अपिल गरिरहेको छ। यो देश हामी हाँक्न चाहन्छौँ, यो देशमा हामी सम्भावनाहरूलाई खोतल्न चाहन्छौँ, यो देशमा हामी सम्भावनाहरूलाई यथार्थमा बदल्न चाहन्छौँ। आज हामी यहाँहरूसँग उभिएर जनताको अगाडि हामी भनिरहेका छौँ, मागिरहेका छौँ, साथ मागिरहेका छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले आज बोल्ने मात्रै कुरा होइन, मुखले मात्रै भनिरहेको छैन, व्यवहारले भनिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग स्पष्ट विचार छ, भिजन छ। राष्ट्रिय स्वतन्त्र पार्टी 2079 सालमा असारको 7 गते हाम्रा पार्टी सभापतिज्यूले अब यो देशमा एउटा पत्रकार भएर मैले कतिन्जेलसम्म जनताका मुद्दा समाधान गर्न सकिरहँला र एकजनाको मुद्दा समाधान गरौँला, अर्कोको मुद्दा समाधान गरौँला, एकजनाको समस्या समाधान गरौँला, फेरि अर्को आउला उसको समाधान गरौँला, तर व्यक्तिगत रूपमा मैले कतिको समस्या समाधान गरौँला उहाँले सोच्नुभयो। यो देशको मूल नीतिमय समस्या छ। यो देशमा सधैँभरि राजनीतिक नेतृत्वमा रहेका शक्तिशाली वर्गहरू समाचारको मूल शीर्षकमा आइरहे। यो देशका जनताहरू, यो देशमा दुःख पाएका मानिसहरू, भुइँ मानिसहरू कहिले पनि समाचारको केन्द्रमा आएनन्। त्यसैले भुइँ मान्छेहरू समाचारको केन्द्रमा आउनुपर्छ, दुःख पाएका मानिसहरू समाचारको केन्द्रमा आउनुपर्छ। त्यसपछि उहाँले क्यामेराको यात्रा बन्द गरेर राष्ट्रिय राजनीतिमा यो देशको नीति नै परिवर्तन गर्छु भनेर 2079 सालमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गर्नुभएको। राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनापछि करिब 4.5 महिना या 5 महिनाको अन्तरालमा हामी देशव्यापी रूपमा सङ्गठन विस्तार गर्दै दैलोमा पुग्दै गयौँ। हामीलाई त्यतिखेर पत्याइएन। ठुला भनिएका दलहरूले, तत्कालीन स्थापित दलहरूले त्यतिखेर हामीलाई पत्याइँदैनन्। रवि लामिछानेको नेतृत्वमा बन्या भन्या छ, विचार छैन, के छैन, केही पनि हुँदैन भनेर त्यसरी हामीलाई गिज्याउँदै थिए। हामी 4.5 महिनाको अन्तरालमा यसरी देशव्यापी रूपमा जनताको घर दैलोमा गयौँ कि जनताले हामीलाई 21 सिट दिएर पठाउनु भयो र हाम्रो पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा हामी 21 सिट लिएर संसद भवनमा प्रवेश गर्यौँ र संसद भवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू प्रवेश गरेपछि संसद भवन गर्जमान हुन थाल्यो, चलायमान हुन थाल्यो। संसदीय अभ्यासमा नयाँ मानक राख्ने किसिमको अभ्यास राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न थाल्यो। मलाई थाहा छैन यहाँहरूले राष्ट्रिय स्वतन्त्र पार्टी आउनुभन्दा अगाडि कतिको संसदका बहसहरू सुन्नुहुन्थ्यो, तर मलाई के थाहा छ, यो संसदमा आइसकेपछि, राष्ट्रिय स्वतन्त्र पार्टी आइसकेपछि चिया चोक चौतारा पसलहरूमा जहाँ कहीँ पनि आज संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले यसो भने, सभापतिले यसो भन्नुभयो, अर्को पार्टीको नेताले यसो भन्नुभयो भनेर जनताको बहसको विषय अब संसदको विषय बन्न थाल्यो। यो देशमा जनताका मुद्दाहरू अब राष्ट्रिय राजनीतिको बहसको विषय बन्न थाल्यो। यहाँहरूले टेलिभिजनबाट देखिरहनुभएका विषयहरूलाई सांसदहरूले सदनमा लगेर प्रस्तुत गर्न थाल्नुभयो। त्यसपछि निरन्तर रूपमा उहाँहरूले भन्न थाल्नुभयो, यो पार्टी त आयो, लहरमा आयो, अब विचार छैन भन्न थाल्नुभयो। यहाँहरूलाई म भन्न चाहन्छु,
राष्ट्रिय स्वतन्त्र पार्टीको विचार नभएको होइन, हाम्रो विचारलाई उहाँहरूले छायामा पारेर उहाँहरूले झुटो तथ्य स्थापित गर्न खोज्नु भएको। राष्ट्रिय स्वतन्त्र पार्टीसँग स्पष्ट विचार छ, के विषयमा विचार छैन। राष्ट्रिय स्वतन्त्र पार्टी आर्थिक विषयमा भन्छ देशमा खुला अर्थतन्त्र हुनुपर्छ, खुला बजारको प्रतिस्पर्धा हुनुपर्छ, तर नियमनकारी निकाय चाहिँ बलियो हुनुपर्छ भन्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट विचार छ अर्थतन्त्रको सवालमा। राष्ट्रिय स्वतन्त्र पार्टी सामाजिक न्यायको सवालमा कटिबद्ध छ भन्ने कुरा बोलेर होइन, व्यवहारमा प्रमाणित गरिसकेको छ। यहाँहरूले देख्नु भएको छ गएको संसदमा हाम्रो पार्टीबाट, अहिले त हाम्रो साथीहरू हुनुहुन्न, तर गएको संसदमा हाम्रो साथीहरू सन्तोष परियारजी उहाँ समानुपातिकबाट आउनुभएको, उहाँलाई हामीले हाम्रो पार्टीको प्रमुख सचेतक बनायौँ। सुमना श्रेष्ठजी उहाँ दलित उहाँले जनजाति समुदायबाट समानुपातिकमा निवेदन दिनुभएको थियो हाम्रो पार्टीमा, समानुपातिक सांसद पनि बन्नुभयो, उहाँलाई हामीले मन्त्री बनायौँ। जनजाति कोटाबाट आएको छोरी आज पूर्व मन्त्री भएको छ। दलित कोटाबाट आएको हाम्रो साथी सन्तोष परियारजी उहाँ प्रमुख सचेतक बन्नुभएको छ। विराज भक्त श्रेष्ठ मन्त्री बन्नुभएको छ। हाम्रो पार्टी बोलेर होइन, व्यवहारमा सामाजिक न्याय, समतामूलक न्यायका बारेमा कटिबद्ध छ, प्रतिबद्ध छ भन्ने कुरा स्पष्ट पार्न चाहन्छु। केमा विचार छैन। यहाँ बोल्नेहरू, समावेशी राजनीतिका कुरा गर्नेहरूले अहिले पनि समावेशी राजनीतिको व्यवहारमा उहाँहरूले आफ्नो चरित्र देखाउन सक्नु भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट रूपमा देखाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशको विषयमा भनेको छ, प्रदेशको संरचना भत्ता भयो, खर्चिलो भयो, त्यसलाई अलिकति सानो बनाऊ, त्यसलाई व्यवहारमा अलिकति कम खर्च हुने किसिमको बनाऊ भनेर हामीले स्पष्ट विचार राखेका छौँ। धर्मको सवालमा स्पष्ट भनेका छौँ, वैदिक सनातनी सभ्यतालाई हामी प्रवर्तन गर्छौँ। यही देशको माटोमा पृथ्वी पूजा गर्ने, भूमि पूजा गर्ने, प्रकृति पूजा गर्नेदेखि लिएर तमाम वैदिक सनातनी सभ्यताभित्र अटाएका सबै धर्महरूलाई हामी संरक्षण गर्छौँ, प्रवर्धन गर्छौँ। यो देशमा लोकतान्त्रिक व्यवस्थाप्रति हामी प्रतिबद्ध छौँ, गणतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्ध छौँ भनेर हामीले भनेका छौँ। भनेपछि के विषयमा विचार छैन। राष्ट्रिय स्वतन्त्र पार्टी परिपक्व राजनीतिक दलको रूपमा यहाँहरूको माझमा आएको छ। यो देशमा हामीलाई झुटो आरोप लगाउनेहरू, यो देशमा हामीलाई उल्ल्याउनेहरू जिल छक परेर सबै हिसाबले परिपक्व भए। संसदमा बहस पनि त्यत्तिकै चर्को गर्न थाले, विधेयकहरूमा संशोधन पनि त्यत्तिकै कडा राख्न थाले। अब के गर्ने? राष्ट्रिय स्वतन्त्र पार्टीलाई कमजोर बनाउनको लागि त अर्को रणनीति खोज्नै पर्यो। त्यसपछि सुरु भयो प्रतिशोधको राजनीति। संसदमा दिनै पछि मसँग प्रमाण छ भन्दै संसद भवनमा आवाज उठाउन थालियो। हाम्रो पार्टी सभापति विरुद्ध प्रतिशोधको राजनीति सुरु गरियो। हाम्रो पार्टी सभापति राजनीतिक प्रतिशोधको शिकार बन्नु पर्यो। संसदीय छानबिन समिति बन्दै नबने यो संसदै चल्दैन चाहिँ गरेर संसदमा नाराबाजी हुन थाल्यो। तत्कालीन समयमा हाम्रो पार्टी सभापति गृहमन्त्री हुनुहुन्थ्यो। संसदले सरकारलाई संसदीय छानबिन समिति बनाउनु पर्यो भनेर आग्रह गरिरहेको अवस्था, उहाँहरूले संसद चल्नै नदिने भनिरहेको अवस्था उहाँले सोच्नुभयो र उहाँले भन्नुभयो मेरै कारणले संसद नागरिकको आवाजको बन्दक बन्छ भनेदेखि त्यो मलाई सह्य हुँदैन। ठिक छ, बनाउनुहोस्, संसदीय छानबिन समिति बनाएर के हेर्नुपर्छ हेर्नुहोस्। उहाँले भन्नुभयो गल्ती गरेको छैन भने किन डराउने? एउटा सोझो सिधा मान्छेले त्यही नै भन्छ नि, गल्ती गरेको छैन भने किन डराउने? त्यसपछि संसदीय छानबिन समिति बन्यो। संसदीय छानबिन समिति बनाएर 449 पृष्ठमा स्पष्टसँग भनिएको छ सहकारीको पैसा अपचलन गर्नमा रवि लामिछानेको कुनै पनि संलग्नता छैन। तर त्यही संसदीय छानबिन समितिलाई कार्यान्वयन गर्ने भनेर आज हाम्रा पार्टी सभापतिज्यूलाई कारागारमा पठाइएको छ। संयोग हुनुपर्छ। हिजो भर्खर मात्रै अदालतले हाम्रा पार्टी सभापतिज्यूलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। लमजुङमा आज संजोगले कार्यक्रम थियो। लमजुङको कार्यक्रम आफैमा एउटा शुभ लक्षण हुन सक्छ। हाम्रो पार्टी सभापतिज्यूलाई धरौटीमा पनि रिहा नगर्ने परिस्थिति थियो। एउटा मानिसले मेरो भोलि पर्सि अदालतले निर्णय गरेर मैले तिर्नु पर्ने रहेछ भने तिर्ने पैसा कति हो त्यो पैसा भनिदिनु पर्यो। म जम्मा गर्छु, तर मलाई बाहिर निस्किन दिनु, मलाई जनताको माझमा जान दिनु, मेरो राजनीतिक अधिकारलाई कुण्ठित नगर्नु। म भागेर जादिनँ, म यहीँ बस्छु, प्रमाणहरू तपाईँसँगै छ। म बाहिर बसेर म मुद्दा लड्न पाऊँ भन्दा पनि उहाँले धरौटीमा रिहा हुने छुट पाउनु भएको थिएन। निकै लामो समयसम्म उहाँ कारागारमा बस्नु पर्यो। भैरवाको त्यो काल कोठरी जस्तो
म सम्झिन्छु उहाँलाई बाहिर निस्किन दिइँदैन थियो। एउटा सानो झ्याल, त्यो पनि कति बेला मात्रै खुल्ने, गर्मी टिनको छाना मुनि, गर्मी त्यस्तै छ। त्यस्तो परिस्थितिमा उहाँलाई निकै लामो समयसम्म राखिएको थियो। उहाँको स्वास्थ्य अवस्थामा निकै समस्या आइसकेको थियो। मर्ने जस्तो स्थिति भइसकेपछि बल्ल यिनीहरूले मरे भनेदेखि त यो देशमा हामीले मार्छन् भन्ने डरले त्यसपछि नखु कारागार सरुवा गरेका हुन्। होइन भने उनीहरूको उद्देश्य स्पष्ट थियो, रवि लामिछानेलाई दुःख दिने। त्यो परिस्थितिबाट रवि लामिछानेमाथि यो हदसम्मको प्रतिशोध साधिरहेका थिए। प्रतिशोधको राजनीतिले यो देशको हित कहिले पनि हुँदैन। हामीले लड्नुपर्ने कुरा अरू नै छन्। जनताको शिक्षाको हकको लागि हामीले लड्नुपर्ने छ, जनताको स्वास्थ्यको हकको लागि हामीले लड्नुपर्ने छ, यो देशको समृद्धिको लागि हामीले लड्नुपर्ने छ। तर आन्तरिक राजनीतिमा मभन्दा माथिहरू कोही आयो, मभन्दा लोकप्रियहरू कोही आयो भने त्यसलाई कानुनलाई औजार चाहिँ प्रयोग गरेर, हतियार चाहिँ प्रयोग गरेर दबाउन खोज्छु भन्नेहरूले यो देशको शासन गरे भनेदेखि हाम्रो देश कहिले पनि उभो लाग्दैन। हामीले लड्नुपर्ने कुराहरूमा लड्नुपर्ने छ, मूल एजेन्डामा लड्नुपर्ने छ। म आग्रह गर्न चाहन्छु, हिजो भर्खर मात्रै नेकपा एमालेको महाधिवेशन भएको छ। महाधिवेशनबाट नयाँ म्यान्डेट लिएर एमाले आएको छ। कङ्ग्रेसको पनि अब महाधिवेशन गर्ने चर्चा चलिरहेको छ। उहाँहरूले पनि छिटै महाधिवेशनलाई टुङ्ग्याउनुहोस्, म शुभकामना दिन चाहन्छु। उहाँहरूको महाधिवेशन टुङ्गिसकेपछि म एउटा चाहिँ आग्रह गर्न चाहन्छु, प्रतिशोधको राजनीतिले यो देशलाई कतै पनि पुर्याउँदैन। यो देशमा हामीले छलफल गर्नुपर्नेछ, राजनीति गर्नुपर्नेछ। यो देशमा हामीले केही गर्नुपर्नेछ भने जनताको हितको लागि काम गर्नुपर्नेछ। अब महाधिवेशनबाट म्यान्डेट लिएर आएका नेतृत्वहरूले चेतनशील भएर सोचिदिनु पर्यो। उहाँहरूले सोचिदिनुहोस्, यदि अझै पनि जनताको विश्वास हामीसँग छ भन्ने उहाँहरूलाई लाग्छ भनेदेखि अब प्रतिशोधको राजनीति छोडेर जनताको मुद्दाको हितको लागि छलफल गर्नको लागि आउनुहोस्, खुल्ला हृदयले आउनुहोस्। म उहाँहरूलाई आह्वान गर्न चाहन्छु। राजनीतिमा नियम हुन्छ, सबै युद्धमा पनि नियम हुन्छ, राजनीतिमा पनि नियम हुन्छ। राजनीतिको नियम भनेको स्वच्छ प्रतिस्पर्धा हुनु पर्यो, स्वस्थ प्रतिस्पर्धा हुनु पर्यो। जनताको माझमा गएर स्पष्ट आफ्नो विचार राख्न पाउनु पर्यो, सबैले राख्न पाउनु पर्यो। अनि जनताले जसलाई छान्नुहुन्छ उहाँहरूबाट यो समाज चल्नु पर्यो। लोकतन्त्रको नियम यही नै हो, राजनीतिको नियम यही नै हो। जब कानुनलाई सत्तामा पुगेका मानिसहरूले हतियार चाहिँ प्रयोग गरेर आफ्ना विरोधीलाई दबाउनको लागि झुटा मुद्दाहरू लगाउन थाल्छन्, झुटा मुद्दा लगाउने संस्कृति बसाल्न थाल्छन्, राजनीतिको नियम नै धमिलो भयो भनेदेखि भोलि त्यो आगोले यो समाजका सबै तह तब्कालाई खाइदिनेछ। यो बारेमा राष्ट्रिय राजनीतिमा रहेका नेतागणहरूले सचेत भएर सोच्नुहोस्। म यति चाहिँ आग्रह गर्न चाहन्छु, विनम्र आग्रह गर्न चाहन्छु। आदरणीय लमजुङवासी दाजुभाइ तथा दिदीबहिनीहरू, राष्ट्रिय स्वतन्त्र पार्टी यो देशमा रवि लामिछानेको इमानको जगमा जन्मिएको पार्टी हो। हामीले बिर्सेका छैनौँ। विदेशमा बेचिएका चेलीहरूलाई सरकार कहाँ छ भनेर खोज्दा पनि नभेटिएको अवस्थामा आँसु पुस्दै चेली म यहाँ छु, तिमीलाई उद्धार गर्ने म यहाँ छु भनेर खोज्दिने दाजु हामीले बिर्सेका छैनौँ। यो देशमा दुःख पीडामा परेका, गाउँ नै सर्लक्क ऋणमा डुबेको समाजमा एउटा सानो 13 वर्षको नानीलाई जसले ऋण दियो र जसलाई चाहिँ यो समाजमा ऋण दिएर साउ महाजन भएर समाजको सबै कुरालाई आफ्नो हातमा लिनु थियो, तिनीहरूले तिम्रो घरमा भएको 13 वर्षको छोरी मेरो घरमा पठाइदेऊ भने तिम्रो ऋण मिना गरिदिन्छु भन्ने पापीहरू बसेको यो समाजमा क्यामेराको माध्यमबाट उजागर गरिदिने दाजु हामीले बिर्सेका छैनौँ। यो देशको कुना कन्दरामा पुगेर सिटामोल नपाएका ठाउँहरूमा यो देशमा स्वास्थ्यको हक छ, स्वास्थ्यको हक पाउनुपर्छ भनेर अस्पताल बनाउने दाजु हामीले बिर्सेका छैनौँ। उहाँको इमानको जगमा जन्मिएको पार्टी आज तपाईँहरूको माझमा आइपुगेको छ। यो देश बनाउनको लागि एउटा नेतृत्व मात्र तयार भएर हुँदैन, जनता पनि तयार हुनुपर्छ।